हेलो वेलकम गाइज टु माई न्यू भिडियो होइन। आज चाहिँ म चाहिँ के भन्दाखेरि स्कुलमा बिदाई कार्यक्रम छ है, 12 क्लास फेयरवेल प्रोग्राम छ आज। सो अहिले 1 बजिसकेछ है, म र साथी चाहिँ हिँडिरहेको छौँ है। हिँड्दैछ, मैले स्कुलमा गएपछि अरू भिडियो थप्दै गर्छु है। म चाहिँ स्कुलमा आइपुगेँ है। अब के कस्तो हुन्छ है भिडियो मार्फत देखाउने नै छु। यो चाहिँ हाम्रो ग्राउन्ड है, स्कुलको ग्राउन्ड है। फाइनली केटाहरूलाई भेट्यो है, सब बोलाएर। म चाहिँ है क्लासभित्र आइपुगेँ, यस्तो माहौल रहेछ है। ल आज चाहिँ हाम्रो यही हो। सो लास्ट डे क्लास 12 लास्ट दिन कक्षा 12 बिदाई कार्यक्रम भएको हुनाले हाम्रो यो चाहिँ मेमोरीका लागि है। नमस्ते, मेरो नाम गोविन्द छ। हाम्रो चाहिँ आज स्कुलको लास्ट दिन बिदाई तथा शुभकामना गराउन कक्षा 11 का अवगत नै छ। सोही अनुरूप आज यस विद्यालयमा हामी कक्षा 12 का विद्यार्थीहरूले बिदाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छौँ। कुनै पनि कार्यक्रमलाई औपचारिकता दिनको लागि अध्यक्षको आवश्यकता पर्ने भएकाले आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन कक्षा 11 मा अध्ययनरत सुरजन हिदानजीलाई हार्दिक अनुरोध गर्दछु। अब भने म कार्यक्रमलाई अगाडि बढाउनको लागि समाजसँग अनुमति चाहन्छु। अब म कार्यक्रमलाई आसनग्रहण कार्यक्रमलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री वीरबहादुर सारूजीलाई हार्दिक अनुरोध गर्दछु। केटाहरूको कला है, हाम्रो सोल्टीहरू त यसै गरी उपस्थित सम्पूर्ण दाइदीहरू, शिक्षक शिक्षिकाज्यूहरू तथा मेरा सहपाठी मित्रहरूलाई यस स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आवश्यकता अनुसार आसन ग्रहण कार्यक्रमलाई जोड्ने नै छु भन्ने प्रतिबद्धताका साथ म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अब भने म स्वागत मन्तव्य कार्यक्रमलाई जोड्न चाहन्छु। आफ्ना पुष्परूपी भनाइहरूले उपस्थित सम्पूर्णलाई स्वागत गरिदिनु हुन श्री ममता विकजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सम्पूर्ण शिक्षक शिक्षिका, अन्य अतिथिज्यूहरू, कक्षा 12 मा अध्ययनरत सम्पूर्ण दाइ दिदीहरू, मेरा प्यारा सहकर्मी साथीहरू तथा अन्य उपस्थित सम्पूर्ण महानुभावहरूमा न्यानो अभिवादन तथा नमस्कार टक्राउन चाहन्छु। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कक्षा 12 मा अध्ययनरत विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षाको सफलता आज मिति 2082 वैशाख 17 गतेका दिन कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूले कक्षा 12 का विद्यार्थीहरूलाई सुखद र सफलताको लागि शुभकामना तथा बिदाई कार्यक्रम आयोजना गरेका छन् र त्यसमा कक्षा 11 का र कक्षा 12 का भाइ बहिनीहरू उत्साहित रूपमा प्रस्तुत भइरहेका छन्, जुन हेर्न लायक छ। र यो
चिरस्मरणीय रहने कुरामा म विश्वस्त रहेको सबसे भाषण गर्न चाहन्छु इन्दिरा कौर, सन्दीप सारुको, अस्मिता भट्टी, माया सारू, खुसी विक, ओम बहादुर देवका, मुनिमाया मुखी, शान्ति थापा देवी, फुलमाया आले, सुमिता सोमोई, पुष्पा थापा, झरना डल्लानी, सन्दीप सारू हो, कमल रखाल, ओम बहादुर देवका, विशाल सारू, प्रवीण विक, गोविन्द सारू। सम्पूर्णलाई ताली बजाएर सहयोग गरिदिनुलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण धन्यवाद छ यस कार्यक्रममा सहयोग गरिदिनु अब हामी चाहिँ है नास्ता सास्ता खाने रे होइन हल्का फुल्का केटाहरू आउँदैछ है। धन्यवाद छ है 11को भाइहरूलाई भाइ बहिनीहरूलाई। लो होइन हाम्रो चाहिँ अहिले फोटो खिच्ने कार्यक्रम भइरहेछ होइन। साँझ यसो सामाजिक सञ्जाल मार्फत आउनेछ है यो फोटोहरू चाहिँ। हाम्रो त आज लास्ट डे यो स्कुलको आज हाम्रो लास्ट दिन होइन। थ्याङ्क यू फर क्लास 11को भाइ बहिनीहरूलाई होइन धेरै धेरै धन्यवाद होइन छोटो कार्यक्रम राखिदिनु भएकोमा है। अब भने म मेरो भ्लग यही अन्त्य गर्न चाहन्छु है।